विगत 5 महिनामा नेपालमा बिजुलीको लोडसेडिङ हटाएर जनताहरूलाई सुविधा दिएपछि नेपाल विद्युत प्राधिकरणका बिजुली चोरहरूले आन्दोलन गरेका थिए। बिजुली चोर्न पाउनुपर्छ, कुलमान घिसिङ निकाल्नुपर्छ समेत भनेका थिए। अब आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्याङ्करबाट 200 लिटर भन्दा बढी तेल कम देखे चालकहरूले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवाना बाबत तिर्नुपर्ने व्यवस्था गरेपछि ट्याङ्कर चालकले विरोध गरेका छन्। निगमले बीच बाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएपछि चालकले यसको विरोध गरेका हुन्। उनीहरूले प्राविधिक नोक्सानी हुने भएकाले तोकिएको लक्ष्य भन्दा कम भए परिमाण बराबरको रकम प्रचलित मूल्य अनुसार मात्रै भुक्तानी गर्न सक्ने जनाएका छन्। त्यस्तै निगमले आवश्यकताका आधारमा ट्याङ्कर थप गर्दा एउटा व्यवसायले कम्तीमा 5 वटा ट्याङ्कर चलाउनु पर्ने मापदण्ड बनाएको छ। चालकले यो मापदण्डको पनि विरोध गरेका छन्। स्मरण रहोस्, हरेक ट्याङ्करभित्र 200 देखि 400 लिटरसम्म अटाउने पकेट सोलिङ गरेको हुन्छ र त्यही तेल नेपालका ट्याङ्कर धनीहरूले बेच्ने गर्दछन्, एक पूर्व ट्याङ्कर व्यवसायले बताएका छन्। यो समाचार hollywoodkhabar.com मा पोस्ट भएको छ।